नमस्कार साथीहरू। त्यसो त तपाईहरूले कयौं लोककथा र दन्त्य कथाहरूमा स्वर्गको वर्णन त सुन्नुभएकै होला। भनिन्छ स्वर्ग ज्यादै नै सुन्दर छ, तर जिउँदै स्वर्ग देख्न सकिँदैन। त्यसको प्राप्ति मृत्युपछि मात्रै हुन्छ। तर हाम्रै पृथ्वीमा पनि कयौं ठाउँहरू यति सुन्दर र रोचक छन् कि जसको सुन्दरता स्वर्गभन्दा कम छैन। आजको भिडियोमा हामी संसारका सुन्दर र रोचक ठाउँहरूको बारेमा तयार पारिएको विशेष भिडियो सामग्री प्रस्तुत गर्दैछौँ। त्यसैले यस भिडियोलाई लाइक गरी शेयर पनि गरिदिनु होला। तपाईको एक लाइक र एक शेयरले हामीलाई थप हौसला प्रदान गर्नेछ। आउनुहोस् सुरु गरौँ। नम्बर 1, त्यान्जी माउन्टेन। त्यान्जी माउन्टेन नामक यो सुन्दर पहाडी श्रृङ्खला चीनको हुनान प्रान्त अन्तर्गत पर्दछ, जुन यहाँका हरिया रङ्गका पातला पिलर आकारका पहाड र अलौकिक सुन्दरताको लागि परिचित रहेको छ। त्यसो त त्यान्जी चिनिया भाषाको शब्द हो, जसको अर्थ हुन्छ सन अफ यावन, यानि कि स्वर्गको छोरा। त्यसैले यसको सुन्दरताको अनुमान यसको नामको आधारमा नै लगाउन सकिन्छ। यहाँका यी अग्ला अग्ला पहाडहरू मध्येमा पनि सबैभन्दा अग्लो पहाडलाई कुनलुन पिक भनिन्छ, जसको उचाइ लगभग 1262.5 मिटर रहेको छ। त्यान्जी माउन्टेन अन्तर्गत सयौंको संख्यामा पातला र अग्ला पिलर आकारका पहाडहरू रहेका छन्। भनिन्छ यहाँका पहाडहरूको माथि शिखरबाट हेर्दा वरिपरिका अद्भुत सुन्दरतालाई देख्न सकिन्छ। यति मात्रै होइन, जब बर्सातको मौसमको सुरुवात हुन्छ, यस्तोमा यहाँका यी सम्पूर्ण पहाडहरू कुहिरोको समुद्रमा डुबेको देख्न सकिन्छ। त्यसैले गर्दा यहाँको अद्भुत सुन्दरतालाई हेर्न प्रत्येक वर्ष लाखौंको संख्यामा पर्यटकहरू यहाँ आउँछन्। बढ्दो पर्यटकहरूको चापलाई देखेर चिनिया सरकारले यहाँ केबल कारको समेत व्यवस्था गरेको छ। नम्बर 2, ह्याभेन गेट अफ चाइना। त्यान्जेन पहाडमा रहेको ह्याभेन गेट नामक यो ठाउँ संसारको सबभन्दा सुन्दर र अद्भुत ठाउँ अन्तर्गत पर्दछ। यो ठाउँ चाइनाको हुनान प्रान्त अन्तर्गत रहेको छ। त्यसो त गेट अफ ह्याभेन नामक यो ठाउँ एक पहाडमा बनेको गुफा हो, जुन समुद्र सतहबाट लगभग 5000 फिटको उचाइमा रहेको छ। भनिन्छ 263 ईसापूर्वमा यहाँको पहाडको केही भाग टुटेर यो अद्भुत ठाउँ बनेको थियो। स्वर्गको ढोकाको नामले परिचित यो ठाउँ एकदमै उचाइमा रहेको कारणले वर्षको अधिकांश समय बादलले ढाकेको हुन्छ, जसको कारणले यहाँ घुम्न जाने पर्यटकहरूलाई यसले स्वर्गको फिल गराउँछ। त्यसैले गर्दा यहाँको पहाड, हरियाली र स्वर्गको ढोका हेर्न प्रत्येक वर्ष लाखौंको संख्यामा पर्यटकहरू यहाँ आउने गर्दछन्। नम्बर 3, व्हाइट स्यान्ड नेसनल पार्क। त्यसो त सामान्यतया हामीले ब्राउन स्यान्ड यानि कि बालुवा देखेका छौँ, जुन प्राय गरेर मरुभूमि तथा नदी किनारमा पाइन्छ। तर मेक्सिकोमा एक त्यस्तो ठाउँ छ जहाँको बालुवा फुस्रो रङ्गको नभएर सेतो रङ्गको हुन्छ। यो सेतो रङ्गको बालुवा पाइने ठाउँलाई व्हाइट स्यान्ड नेसनल पार्क नामले चिन्ने गरिन्छ। भनिन्छ यहाँ जमेको जिप्समको कारणले यहाँको बालुवाको रङ्ग यस्तो भएको हो। न्यू मेक्सिकोमा रहेको यस पार्कमा एक रोड समेत रहेको छ। यहाँको यो रोडमा ड्राइभिङ गर्दा एक नौलो अनुभवको महसुस हुन्छ, किनभने यहाँको यो सडक एकदमै सिधा छ। त्यस्तै गरी यहाँ सेतो रङ्गको बालुवा रहेको कारण मरुभूमिमा गाडी चलाउँदा हिउँले ढाकेको क्षेत्रमा गाडी चलाएको महसुस हुन्छ। लगभग 579.9 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस पार्कमा कयौं हलिउड फिल्महरूको समेत सुटिङ भइसकेको छ। नम्बर 4, रेनबो माउन्टेन। दक्षिण अमेरिका महादेश अन्तर्गत रहेको पेरुमा एक त्यस्तो सप्तरङ्गी पहाड छ जसलाई रेनबो माउन्टेन नामले चिन्ने गरिन्छ। भिनिसुन्का नामक यो पहाड पेरुको एन्डिज पर्वत श्रृङ्खला अन्तर्गत पर्दछ। लगभग 17100 फिट उचाइ भएको यो पहाड अनौठो र रङ्गीन छ। त्यसैले गर्दा यहाँका यी पहाडहरूलाई हेर्दा कुनै चित्रकारले रङ्ग भरेर बनाएको रङ्गीन चित्र जस्तै देखिन्छ। त्यसो त यस्तै प्रकारको रङ्गीन पहाड हाम्रो छिमेकी देश चीनमा समेत देख्न सकिन्छ। भनिन्छ यहाँका यी पहाडहरू वर्षको लगभग 8 महिनासम्म यस प्रकारको सप्तरङ्गी देखिन्छन्। त्यसैले यहाँका यी रङ्गीन पहाडहरूलाई हेर्न र यहाँको अद्भुत सुन्दरतामा रमाउन प्रत्येक वर्ष लाखौंको संख्यामा पर्यटकहरू यहाँ आउँछन्। नम्बर 5, स्टोन फोरेस्ट। स्टोन फोरेस्ट यानि कि ढुङ्गाको जङ्गल नामक यो ठाउँ हाम्रो छिमेकी देश चीनको युनान प्रान्त अन्तर्गत रहेको छ। यहाँको यो स्टोन फोरेस्टलाई लगभग 27 करोड वर्ष पुरानो मानिन्छ। यहाँको जङ्गल रुखले बनेको नभएर यो पुरै ढुङ्गाबाट बनेको छ। यहाँ देखिने जमिनबाट उम्रिएका ढुङ्गा र ढुङ्गाको बीचैबीच पलाएका रुखहरू जुन प्रकृतिको अद्भुत संरचनाहरू हुन्।
यो चीनको प्रमुख पर्यटकीय स्थल मध्येको पनि एक हो। यो ठाउँ विश्व सम्पदा सूचीमा समेत समावेश रहेको छ। भनिन्छ हजारौं सालको अन्तरालमा जब जमिनमा पुरिएका ढुङ्गाहरू जमिनबाट बाहिर आए, यसरी यो ढुङ्गे जङ्गलको निर्माण भएको हो। त्यसो त यस प्रकारका ढुङ्गे जङ्गलहरू चाइनाको अलावा संसारका कुनै पनि देशहरूमा अस्तित्वमा छैनन्। यो सृष्टिको एक अद्भुत संरचना हो। नम्बर 6 क्यानो क्रिस्टल। तपाईहरूले विभिन्न प्रकारका नदीहरू त देख्नुभएकै होला, तर के तपाईले कहिले 5 रङ्गमा बग्ने नदीको बारेमा सुन्नुभएको छ त? सायदै तपाईहरूले सुन्नुभएको छैन होला, किनभने हामीले अक्सर धमिलो पानी भएका नदी र नीलो रङ्गका नदीहरू देखेका छौँ। तर कोलम्बियाको क्यानो क्राइलेसमा एक त्यस्तो नदी छ जुन 5 रङ्गको हुन्छ। त्यसैले यस नदीलाई हेर्दाखेरि यस्तो लाग्दछ कि मानव नदीभित्र इन्द्रेणी लागेको छ। त्यसैले यस नदीलाई रेनबो रिभर नामले समेत चिन्ने गरिन्छ। 5 रङ्गको भएर बग्ने यो नदी शानदार देखिन्छ। त्यसैले यस नदीलाई हेर्नका लागि प्रत्येक वर्ष लाखौंको संख्यामा पर्यटकहरू यहाँ आउने गर्दछन्। भनिन्छ यस नदीको पानी यस्तो रङ्गीन देखिनुमा यहाँको नदीमा पाइने काई प्रमुख कारण हो, किनभने यहाँको नदीमा 5 अलग अलग प्रकारको काई जमेको हुन्छ जुन विभिन्न रङ्गको हुन्छ। त्यसैले पानीभित्र रङ्गीन काईका कारणले यो नदी रङ्गीन देखिएको हो। तर अचम्मको कुरा त के छ भने यो नदीको काई डिसेम्बरदेखि अगस्तसम्म अलग अलग रङ्गको देखिन्छ। तर जब सेप्टेम्बर महिनाको सुरुवात हुन्छ यस्तोमा यहाँको काईले रङ बदलेर नदी यस्तो रातो देखिन्छ। नम्बर 7 डेड सी। डेड सी यानि कि मृत सागर एक त्यस्तो रहस्यमय ठाउँ हो जसको बारेमा कसैले पहिलोपल्ट सुन्यो भने विश्वास गर्न ज्यादै नै गाह्रो हुन्छ, किनभने यस समुद्रमा बिना लाइफ ज्याकेट कोही पनि डुब्दैन। यो सुनेपछि तपाईँ अचम्मचकित पर्नुभयो होला कि आखिर यस्तो कसरी हुन्छ भनेर, तर डेड सीमा यस्तै हुन्छ। भनिन्छ यो समुद्र जोर्डन र इजरायलको बीचमा रहेको छ। यस समुद्रको अचम्मको कुरा त के छ भने यहाँ कोही पनि व्यक्ति चाहेर पनि डुब्न सक्दैन। यस समुद्रलाई सल्ट सी नामले समेत चिन्ने गरिन्छ, किनभने यहाँको समुद्रको पानीमा नुनको मात्रा यति धेरै छ कि यहाँ कोही पनि व्यक्ति चाहेर पनि डुब्न नै सक्दैन। यसको पानी संसारका अन्य समुद्रको पानीको तुलनामा ज्यादै नै नुनिलो छ, जसको कारणले यहाँको आसपासको क्षेत्रमा कुनै पनि बोट बिरुवा र जीव जनावरहरू पाइँदैनन्। यस पानीमा कुनै पनि प्रकारका माछा र सामुद्रिक जीवहरू समेत छैनन्। त्यसैले गर्दा यस समुद्रलाई संसारको सबभन्दा नुनिलो पानीको सागर मध्येको एक मानिन्छ। डेड सीको पानीमा मिनरल ज्यादै नै मात्रामा हुन्छ। त्यसैले गर्दा यहाँको पानीमा नुहाउँदा छाला सम्बन्धी कयौं रोगहरू निको हुन्छ। त्यसैले गर्दा यहाँको रहस्यमय समुद्रमा तैरिन र यहाँको पानीमा नुहाएर छाला सम्बन्धी अनेकौं समस्याहरूबाट छुटकारा पाउन प्रत्येक वर्ष लाखौंको संख्यामा पर्यटकहरू यहाँ आउँछन्। अन्डर वाटर वाटरफल। त्यसो त तपाईहरूले पहाडमा विभिन्न झरनाहरू त देख्नुभएकै होला, जसको सुन्दर दृश्यले सबैलाई मन्त्रमुग्ध बनाउँछ। तर के तपाईले समुद्रको भित्रको झरनालाई देख्नु भएको छ त, जहाँ समुद्रको भित्र एक झरना झरेको देखिन्छ? हो, तपाईले सत्य देखिरहनु भएको छ। यहाँको समुद्रको पानी झरनाको रूप लिएर झरेको देख्न सकिन्छ। तर आखिर समुद्रभित्र झरेको यो पानी कहाँ जान्छ त? यो भने एकदमै रहस्यको विषय रहेको छ। यो ठाउँ हिन्द महासागरको मौरिसस आइल्यान्डमा रहेको छ। यहाँ एक ठाउँमा यस्तो आश्चर्यजनक दृश्य देख्न सकिन्छ कि जहाँ पानी भित्रबाट एक झरना झरिरहेको छ। यहाँको झरनाको दृश्य ड्रोन र हेलिकप्टरको सहायताले माथि आकाशबाट मात्रै देख्न सकिन्छ। साथीहो, आजको भिडियोमा हामीले संसारका अनौठा ठाउँहरूको बारेमा तयार पारिएको विशेष भिडियो सामग्री प्रस्तुत गर्यौं। तपाईलाई आजको भिडियो कस्तो लाग्यो? कृपया तपाईको विचार कमेन्ट गर्नुहोला। आगामी भिडियोहरूमा पनि फेरि तपाईहरु समक्ष हाम्रो भेट हुने नै छ। त्यति बेलासम्मको लागि हामी तपाईहरु समक्ष बिदा चाहन्छौं। हस्त नमस्ते।